सरकारले खास गरी श्री 8 बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। यति मात्र कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री 8 हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ। यो सरकार पनि भन्दैछ त बोल त्यति मात्र जे म सुन्न चाहन्छु, त हेर यति मात्र जति म देखाउन चाहन्छु, त सुन त्यति मात्र जे म सुनाउन चाहन्छु। एक्सट्रीम एनर्जी ड्रिंक। भागवतको 7औं स्कन्धमा एउटा उल्लेख छ, हिरण्यकश्यप आफूलाई अजय र सर्वशक्तिमान ठान्थे। उनको राज्यमा उनी बाहेक अरू कसैको पूजा गर्न पाइँदैन थियो, उनी बाहेक अरू कसैलाई ईश्वर मान्न पाइँदैन थियो। र जब उनकै छोरा प्रहलादले प्रश्न गरे, सत्य बोले, त्यो प्रश्न नै अपराध ठहरियो। बाबुले छोरालाई डराउन खोजे, डुबाउन खोजे, हात्तीको खुट्टा मुनि थिचाउन खोजे। प्रश्न गर्नु नै त्यो राज्यमा सबैभन्दा ठुलो पाप थियो। सभामुख महोदय, सम्झौँ त 2025 को सेप्टेम्बर ओली सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेएनजी पुस्ता सडकमा उभियो, प्रहरीको गोली चल्यो, 77 जनाले ज्यान गुमाए। त्यही आन्दोलनले एउटा सरकार ढल्यो र अन्ततः सम्माननीय बालन शाहलाई 182 सिटको बहुमत दियो, जुन जेएनजीले अभिव्यक्त स्वतन्त्रता माग्दै सडक ओगटेको थियो। आज त्यही जेएनजी आफैले रोजेको सरकारको लाठी खाइरहेको छ। जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो, आज त्यही युवालाई प्रश्न गर्नबाट वर्जित गरिएको छ। यो के हो सभामुख महोदय? आज यही देशमा त्यही कता फेरि दोहोरिँदैछ जस्तो लाग्छ। सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनाधिकृत पात्रहरूको आतंक बढेको छ, प्रश्न वर्जित हुन थालेको छ। सभामुख महोदय, लोकतन्त्रलाई संस्थागत हुन नदिने एकपछि अर्को कार्य भइरहेको छ। सरकार निरङ्कुश बन्दै गइरहेको छ। सरकार सत्ताको उन्मादले हुनुपर्छ। म सबै त भन्दिनँ, विवेकशील अभियान, जेएनजी मुभमेन्ट, अभिव्यक्ति र प्रेस स्वतन्त्रता र नागरिक सर्वोच्चताका लागि लडेर आउनुभएका सत्ता पक्षमा बस्नुहुने माननीयज्यूहरूको मुखमा टेप लागेको छ। सभामुख महोदय, गणेश नेपाली मुगुका 25 वर्षीय युवा राइड सेयरिङ चालक, नगर प्रहरी बीचको विवादपछि उनले काठमाडौँको सडकमा आफूलाई आगो लगाए। उनको अपराध के थियो? गरिब हुनु, सडकमा काम गर्नु, वा राज्यसँग आफ्नो दुःख राख्नु? दुःखबाट बाटो रोजे पश्चात सरकारमाथि चौतर्फी प्रश्न उठ्यो। हामी प्रतिपक्षी दल, सञ्चार माध्यम, सचेत नागरिक समाज तथा सर्वसाधारण नागरिकले सरकारलाई प्रश्न गर्यौँ। एउटा नागरिकले आफ्नो ज्यान गुमाउनु पर्दा पनि सरकारले आत्मसमीक्षा गर्नुपर्ने थियो। तर भयो के भने, मलाई प्रश्न सोध्ने हिम्मत कहाँबाट आयो? प्रश्न सोध्ने त को होस् भन्ने शैलीमा सरकार प्रश्न उठाउनेहरूमाथि प्रतिशोध साध्न अघि बढेको छ। ठ्याक्कै हिरण्यकश्यपले प्रहलादलाई सोधे जस्तै, तँलाई सत्य बोल्ने आँट कसले दियो भने जस्तै। गणेश नेपाली प्रति हामी राजनीतिकरण गर्ने पक्षमा छैनौँ, तर पनि गणेशले दुःखद बाटो रोजे पश्चात सरकारमाथि चौतर्फी प्रश्न उठ्यो। हामी प्रतिपक्षी दल, सञ्चार माध्यम, सचेत नागरिक र सर्वसाधारण नागरिकले सरकारलाई प्रश्न गरे। उक्त घटनालाई सरकारले आत्मसमीक्षा गर्नुपर्ने थियो, तर गृहमन्त्रीज्यू स्वयं रोस्टेममा उभिएर जवाफ दिने, आफूलाई करेक्सन गर्ने भन्दा पनि इमोसनल हुँदै संसदहरूमाथि धम्कीपूर्ण भाषामा हुर्मत लिने काम गर्नुभयो। जुन आपत्तिजनक विषय हो, सत्ता र सरकार सञ्चालन गर्ने जिम्मेवारी लिए पश्चात प्रश्न उब्जिन्छ र हामी त्यही निरन्तर प्रश्न गरिरहन्छौँ। नागरिक साध्य होइन, नागरिक साध्य हो सभामुख महोदय, साधन होइन भन्ने विषय उहाँले बुझ्न जरुरी छ। सुरक्षा घेराभित्र लुकेको केही ग्याङको एक अनाधिकृत व्यक्ति जबरजस्ती सरकारले उठाएर खोला किनारामा डुबाउन लागेको सुकुम्बासी बस्ने कृतिपुर स्थित होल्डिङ सेन्टरभित्र प्रवेश गर्छ। उसैले प्रहरी प्रशासनलाई आफ्नो औँलामा नचाउँछ। मिडिया र अन्य व्यक्तिले प्रश्न गर्छन् र यथार्थ देखाउँछन् भनेर उसले सेन्टरभित्र अरूलाई प्रवेश गर्न निषेध गर्छ। होल्डिङ सेन्टरमा राखिएका सरकारकै नजरमा जे भए पनि नागरिक हुन्, तिनलाई धम्क्याउँछन्, फर्क्याउँछन् अनि सम्मानपूर्वक बाँच्न पाउने स्वास्थ्य, खाद्य तथा आवास जस्ता मौलिक हकबाट वञ्चित गराउँछ। सँगै उभिएको प्रहरी प्रशासन उसैलाई साथ दिइरहन्छ। सभामुख महोदय, सरकारले सुकुम्बासीहरूमाथि सामूहिक उत्पीडन नै सुरु गर्यो। बस्ती भत्कियो, बिना सूचना, बिना विकल्प, बिना पुनर्वास। संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले समेत बलपूर्वक विस्थापन रोक्न आग्रह गरेका थिए, तर सरकार रोकिएन। संविधानको धारा 36 ले आवासको अधिकार दिन्छ, धारा 38 ले
खाद्यको अधिकार दिन्छ, धारा 35ले स्वास्थ्यको अधिकार दिन्छ। यी सबै अधिकार एकैसाथ एउटै ठाउँमा कुल्चिएका छन्। किन सभामुख महोदय? किनभने यी मानिसहरू गरिब छन्, किनभने यिनीसँग जमिनको कागज छैन, किनभने यो सरकारले नागरिक भन्ने शब्दलाई नै साँगुरो बनाएर परिभाषित गर्छ। धन भएको, कागज भएको, मौन बसेको होल्डिङ सेन्टर आफैमा एउटा अपवादको ठाउँ बनेको छ, जहाँ सामान्य संवैधानिक सुरक्षा लागू नै हुँदैन। हो, त्यसैको विरोधमा मस्जिद अन्सारी लगायत अभियन्ताहरूले प्रश्न गर्छन्, विरोध गर्छन्। यिनै त हुन् त्यही जेएनजी पुस्ताका अभियन्ता जसले सेप्टेम्बरमा सडक ओगटेर यो सरकारलाई सत्तामा ल्याए। आफैले ल्याएको सरकारकै लाठी आज उनीहरूले खाइरहेका छन् अनि त्यही अनधिकृत व्यक्तिहरूको निर्देशन दिन्छ र प्रहरीले माजिद सहितका अभियन्तामाथि लाठी र बुट बजाउँछ। सुन्नै नसकिने तल्लो स्तरको भाषा प्रयोग गरेर गाली गर्छ, लचार पाटो लाउँदै थप यातना दिन्छ। हिरण्यकश्यपको राज्यमा प्रहलादलाई सताउन होलीका ऐन, त्यही काम प्रहरीको वर्दी लगाएर आज भइरहेको छ। सभामुख महोदय, यही अलोकतान्त्रिक र गैर जिम्मेवारपूर्ण हरकतमाथि हाम्रो पार्टी सभापतिज्यू लगायत नेताहरू, सञ्चार माध्यम, नागरिक समाज र सर्वसाधारण जनताले समेत प्रश्न उठाउँछन् र सरकारको उक्त कदमको विरोध गर्छन्। सरकार भने 182 सिटको प्रचण्ड बहुमतमाथि किन प्रश्न गरिस् भन्दै सभापतिज्यूको घर अगाडि गाडी लगेर पार्क गर्छ, त्यो पनि प्रहरी प्रशासनकै सहयोगमा। शङ्कास्पद लागे पश्चात समुदायले प्रहरीलाई शान्ति सुरक्षा खोज्छ। विडम्बना, प्रहरी मूक दर्शक बन्छ र दिनभरि गाडी पार्कमै छाड्छन्, बाटो जाम गराउँछ, आतंक सृजना गर्छ। समुदायले गाडीको मालिक चाहियो भनेपछि हतारमा प्रहरीले हामी मिलाउँछौँ भन्दै गाडी लिएर जान्छ। सोमबारको घटना सभापतिज्यूको घरमा मात्र भएको होइन सभामुख महोदय। कान्तिपुर अनलाइन खबर जस्ता प्रतिष्ठित सञ्चार माध्यम अगाडि पनि त्यस्तै गाडी छाडेर हिँडिन्छ, त्यो पनि सत्तारूढ दलकै नेताको गाडी। सुकुम्बासीको होल्डिङ सेन्टरमा भएको दमन होस्, गणेश नेपालीको मृत्युपछिको प्रश्नमाथिको बदला होस्, वा सडकमा गाडी छाडेर सृजना गरेको यो त्रास होस्, तीनवटै घटनाको आगो एउटै ठाउँमा गएर जोडिन्छ। प्रश्न सोध्नेलाई सजाय दिने प्रवृत्ति सरकारको छ। सभामुख महोदय, यसमाथि थपिएर गृहमन्त्रीज्यूले प्रतिक्रिया पनि आउँछ। गृहमन्त्रीज्यूकै प्रत्यक्ष जिम्मेवारी भित्र पर्ने सुरक्षा र व्यवस्थापनको विफलतामाथि प्रश्न मान्य सदस्य भनाइ छुट्याउन सक्न लागे। प्रश्न उठ्दा उहाँले जवाफदेहिता लिनुको साटो स्थानीय सरकारलाई दोष थोपर्ने बाटो रोज्नुभयो। आफ्नै मन्त्रालयको कमजोरीबाट ध्यान हटाउन स्थानीय तहलाई देखाएर पन्छिने प्रयास भयो। त्यसमाथि एउटा नागरिकले ज्यान गुमाउनुको दुःखद घटनालाई समेत राजनैतिक फाइदाका लागि भावनात्मक स्टन्टका रूपमा उपयोग गर्न खोजेको आरोप लाग्छ। मानव नागरिकको पीडा पनि सत्ताका लागि एउटा अवसर मात्र हो। यो पनि हिरण्यकश्यपकै चरित्र हो, आफ्नै कमजोरी कहिल्यै नस्वीकार्ने, बरु सधैँ अरूलाई दोष देखाउने। सभामुख महोदय, म यहाँ स्पष्ट पार्न चाहन्छु, बहुमतले संविधान उल्लङ्घन गर्ने लाइसेन्स दिँदैन। संविधानको धारा 137ले न्यायिक समीक्षाको व्यवस्था गर्छ। संविधानको धारा 1ले नै भन्छ यो संविधान सर्वोच्च कानुन हो, बहुमत संविधान भन्दा माथि छैन। बहुमतले जनताको प्रतिनिधित्व गर्छ, जनताको अधिकार कुल्चिने अधिकार दिँदैन। सरकारले जति पटक 182 सिटको प्रचण्ड बहुमत दोहोऱ्याएर पनि त्यो सङ्ख्याले प्रश्न सोध्ने नागरिकको मुख थुन्ने ठेक्का दिएको छैन। सभामुख महोदय, यी सबै कुराको मूल मर्म भनेको नेपाली समाजमा प्रश्न वर्जित छ भन्ने हो। सरकारले खास गरी श्री 8 बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ। यति मात्र कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री 8 हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ। यो सरकार पनि भन्दैछ, त बोल त्यति मात्र जे म सुन्न चाहन्छु, त हेर यति मात्र जति म देखाउन चाहन्छु, त सुन त्यति मात्र जे म सुनाउन चाहन्छु। तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन। हिरण्यकश्यपले पनि यही भनेका थिए, यो राज्यमा म भन्दा ठुलो अरू कोही छैन, म भन्दा माथि अरू कोही ईश्वर छैन। कुनै बेला मलाई बोल्न दे सरकार, गरिबीको चमेली बोल्दिने कोही छैन जस्ता गीत गाउँदै हिँड्ने सरकार र 182 सिटको प्रचण्ड मतसहितको कार्यकारी भूमिका रहनुभएका सम्माननीय प्रधानमन्त्रीज्यू एउटै व्यक्ति हो कि फरक व्यक्ति हो, म सोध्न चाहन्छु सभामुख महोदय। डरलाग्दो कुरा के छ भने राज्यका संरचनाहरू नै अनौपचारिक नेटवर्कको कब्जामा पर्दैछ। मान्य सदस्य सक्न लागे सभामुख महोदय, जब प्रहरी सुरक्षा घेराभित्र लुकेको त्यही अनधिकृत पात्रको आदेश मान्छ, राज्य र सत्तारूढ दल बीचको सीमा नै मेटिन्छ। यो प्याट्रिमोनियल शासन हो, जहाँ राज्य भनेको सत्तारूढ दलको सम्पत्ति बन्छ, जनताको होइन।
र यो नै हो सभामुख महोदय जुन कुरामा हामी अहिले सबैभन्दा बढी सतर्क हुनुपर्छ। अब यति भन्दै गर्दाखेरि सभामुख महोदय 35 वर्षको कुरा आउँछ। म 35 वर्षको एउटा युवा, एउटा किसानको छोरो यहाँ आउँदै गर्दाखेरि आउने कुरो छु। तर जब समाजलाई बुझ्दै गए त्यस पछाडि यो पार्टीलाई रोजेर आएको, जहाँ बोल्ने अधिकार छ, जहाँ आफ्ना अभिव्यक्ति भन्ने अधिकार छ। त्यसैले सभामुख महोदय सरकार निरङ्कुशताको बाटो होइन, नागरिकलाई केन्द्रमा राखेर अगाडि बढोस् भन्दै मेरो अभिव्यक्ति अन्त्य गर्छु। धन्यवाद। जय नेपाल।